हेलो एवरीवन, जय मसीह, नमस्ते, टाशिटीले खामरिमो सेवा र सेवाने और वेलकम बैक टू माई भिडियो। तपाईहरु नयाँ हुनुहुन्छ भने मलाई फलो गरिदिनुहोस् मेरो फेसबुक पेजलाई। आउनु न तपाईँ। अब चाहिँ म घाँस काट्नु गएको। घाँस यहाँ काट्छु। यो घाँस चाहिँ बाख्राको लागि घाँस काट्नु पर्ने हुन्छ यहाँ। मेरो डोको हेर्नुहोस् मेरो होइन। अन्त म घाँस काट्ने गएर काम गर्छु। म फर्स्ट चाहिँ सेफ्टी अप्नाउनु पर्ने हुन्छ। यो पन्जा होइन मेरो, यो चाहिँ मेरो हतियार हो। म यहाँ चाहिँ काट्नु होला। म चाहिँ काट्दिनँ, म चाहिँ हाँस्छु घाँस। हो त्यसरी काट्नु पर्ने हुन्छ। अहिले चाहिँ पन्जा चाहिँ लाउने गर्नु हुन्छ। साथै किन्छ, साथै टोक्छ। मेरो बाख्राको घाँस घाँस काट्नुपर्ने हुन्छ है बस्तीमा। आज दिउँसो हाम्रो भित्ता पनि टार्छ। म तपाईँहरूलाई कन्टिन्यू भिडियो गरेर देखाउँछु। यो त के आमा, यो आउँदै गयो देख्नुहुन्छ नि। यो चाहिँ एप्पलको रुखको रोपेको होइन, एप्पलको बिउ। अन्त यतापट्टि पनि आप्पाले गाड्नु भएको थिएछ। आउँदैछ हल्का। किन भन्छ हेर्नुहोस् है, पसिना बग्छ नि त। घाँस चाहिँ एक डोको भएर पनि एउटा गाई चाहिँ त्यसको लागि पनि निकालिहाल्नु भनेर। यो सिबिला थाङ्रा एप्पलको रुख कहाँ थियो, काटी पठाउँछु होला। हाम्रोमा चाहिँ घाँस यति बेसी प्रशस्त छ कि हेर्नु एकछिन यति काटेको यस्तो निस्किँदै। आउनु चाहिँ बाख्राको घाँस भनेर आएको थिएँ। एक तिर चाहिँ डोनेसन भएको जस्तो भयो। गाईको लागि पनि भइहाल्यो। मेरो एक्सर्साइज त्यो पनि छ नाकीमा। यस्तो पनि ठिकै गरिराखेको। सेप्टेम्बरमा दामी फलिहाल्छ हो लेकमा। अन्त अब अम्बक आउँदैछ। अन्त मैले अघि युङ्गो टिपेको थिएँ कि देखाउनु बिर्सेछु। यहाँ हामी त बारीमा घाँस खाना कम्ती बेसी हुन्छ, सब्जी पनि पाइहाल्छ हामी। यस्तो दामी हेर्न युङ्गुरो बारीको। बस्तीमा बस्नुको फाइदा कम्ती छ। जङ्गल घाँस काट्नु गएको सब्जी पनि पाइने, घाँस काम पनि हुने हो। तपाईँहरूको छेउमै भएर देखाइदिन्छु म। हो आज उपर रहेछ। देख्नुभयो नि हजुरहरूले, बस्तीमा बस्नुको कति फाइदा छ। हामी जिम पनि जानु पर्दैन, वर्कआउट नै भइहाल्छ। यस्तो पसिना आउँछ। यो चाहिँ घाँसको धुलो रहेको इग्नोर है साथीभाइहरू। अनि हाम्रोमा यो अम्बकको रुख छ होइन। अनि यो अलैँची पनि छ हो। अन्त सब्जीको लागि इस्कुसको मुन्टा, हाम्रै घरमा केरा पनि छ हो।
बस्तीमा बस्नुको फाइदा चाहिँ साह्रै छ साथीभाइहरू। सबै कुरा त यहीँ पाइन्छ। फ्रुट्समा, बनाना, सब्जीमा युङ्गुर, अझै अरू हामीले रोपेको यता आधातित सब्जीहरू होइन। अब यो फल्छ, कस्तो महँगो बिक्छ। यस्तो पनि गरिरहेको नि त। घाँस चाहिँ यसरी काट्दैछु। एक बारी त मेरो आमाले पुऱ्याइदिनु भएको छ। यो चाहिँ बाख्रा र गाईलाई फेरि भन्नु अहिले चाहिँ मैले आधी त्यस्तो बेसी खाँदेको छुइनँ, किनभने यही हो नि त, यसको डोरी खाना छ। यहाँ छ नि काटिरहेको, यहाँ उपरमा घर त्यहाँ छ, त्यहाँदेखि यहीँ हो। मैले घाँस काटेको थिएँ त मेरो जुत्ता कतिवटा छ, यहाँ 3टा, त्यहाँ 2टा। यिनीहरूको लागि मैले घाँस काटेको, कालु फिन्चेहरूको लागि। यहाँ घाँस चाहिँ मैले यिनीहरूको लागि काटेको। अब यहाँ चाहिँ लगाइदिन्छु नि त म। साथीभाइ मेरो चाहिँ वर्कआउट दामी भइहाल्छ फेरि। चाहिँ हाम्रो मकै धन्छु मेरो राख्दैछ। दिन चाहिँ त्यस्तो राम्रो छैन आज। भिडियो खिचिरहेको डन। अब यो चाहिँ मैले गाईको लागि घाँस लगेको। गाईको गोठ चाहिँ अलिक माथि नै छ हो। गाईको भारी, घाँसको भारी। अन्त यो डल्लै काट्दा चाहिँ यहाँ देखाइदिनु काटेको। यो डल्लै काट्दा चाहिँ 4 भारी निक्ल्यो, 2 भारी बाख्रामै, 2 भारी गाईमै। आज चाहिँ अब मेरो चाहिँ यता गाई र बाख्रा अगाडि हो। मेरो गाईले चाहिँ मजाले घाँस काट्दै मिठो गरेर फेरि मैले काटेको त हो। मेरो बाछा हो घरतर्फ लागेको रिक्तो डोको लिएर होइन। यहाँ चाहिँ पछौटे मकै हो। अन्त मेरो आमा र बधाइनी चाहिँ हिँड्दैछ तल। आमा चाहिँ भिडियो गरिदिनु हुँदै थियो कि भयो त भिडियो गर्नै बिर्सिरहेको रहेछ हो। अन्त बस्तीमा बस्यो भने काम त गर्नुपर्छ होइन। तर म भन्छु कि हामीले सबै काम सिकेकै राम्रो, जानेकै राम्रो हो। अन्त मेरो चाहिँ यस्तै हुन्छ काम होइन। अब चाहिँ आज बाख्रा 2 भारी, गाईलाई डोइलोकोले गाई भइहाल्छ। एउटा गाई त हो सानोपाचीसँग होइन। अन्त मलाई चाहिँ मैले छुट्टीमा यस्तो मलाई जानेको कामहरू सबै नै गरिहाल्छु म। मलाई फेरि कामहरू गर्नु चाहिँ सबै नै आउँछ प्रायः जस्तो होइन। अनि म भन्छु कि हामी छोरी मान्छेहरूले पनि काम चाहिँ सबै जानेकै राम्रो हो, गरेकै राम्रो हो। अन्त यसो डोकोहरू बोक्नु सरम मान्नु हुँदैन होइन साथीभाइ। म त यसरी बोकेर हिँड्छु हो। यहाँ हाम्रो मकैबारी म त्यस्तो खोदेखि घाँस लिएर आएको। गाई पनि अगाउँछ अब चाहिँ। अनि आज दिउँसो चाहिँ फेरि भित्ता पनि तास्दैछ नि त खेतको। अन्त मेरो भाइ चाहिँ पनि आउँदैछ। मैले चाहिँ मेरो काम सकिसकेँ होइन। अब चाहिँ म नुहाउनु आँटेको। आशा राख्छु तपाईँहरूलाई मेरो भिडियो मनपर्छ भनेर हेरिदिनुहोस्। बाई बाई। आउने समय नै हो नि। बेलुका त एकदम भरिँदैछ पानी। यसरी पानी छिटो पलायो है। साह्रो पर्यो बादल लाग्यो होइन गान्तोक चाहिँ त्यो भित्रमा हो भनेर बनाएको चाहिँदैन। किन हेर्दा त Yes, guys.
यहाँ चाहिँ बोजू नातिनी चाहिँ बिउ भयो कि भएन हेर्दैछ हो। आप्पा चाहिँ थाकेर चिया पिउँदैछ। पूजन दाजुले चाहिँ झार्दैछ। गरा मात्रै हो, सकिसक्यो। अन्त पानी मजाले आयो। अन्त अब अर्को बिहिबार चाहिँ हाम्रो रोपाइ हुन्छ। पानी पनि मजाले आउनु थाल्यो। मजाले पलायो अनि यहाँ चाहिँ भिग्दैछ पनि। अन्त भरे चाहिँ खेतहरू भर्छ होला। आपाले पानी चाहिँ मिलाउनु हुँदैछ नि त। यसरी छोड्नुपर्छ। त्यो चाहिँ के गर्नु भएको? यो पानी अब गैरी खण्डमा अहिले अघि तासिन्जाल उयो एउटा डाँडा खण्डमा थियो हैन। अब त गैरी खण्डमा जान्छ पानी मजाले। अब पानी छिटो पलाइछ यसपालि। एकदम छिटो। यो पानी छिटो रोपाइ हुने भयो। यहाँ चाहिँ हो मेरी आमा